मान्छे खुसी भन्दा बढी दुखी छ, चाहे जत्तिकै सम्पन्नशाली भए पनि। हो, मान्छे किन रुन्छ थाहा छ? जब मान्छे दुःखमा परेको हुन्छ, जब मान्छे पीडामा परेको हुन्छ अनि आँसु झर्न थाल्छ। सोचेको र चाहेको कुरा जिन्दगीमा पुरा नहुँदा, यहाँ कसैको यादमा तडपिरहँदा यो मन साँच्चीकै जल्ने गर्छ बेला बेलामा। आफ्नो भनेकाहरूले धोका दिँदा, जसलाई आफ्नो सम्झेर आफ्नो मन मुटुमा सजायो त्यसैले जिन्दगीमा धोका दिन्छ। अनि बल्ल सोच्न बाध्य हुन्छु म, तिमीले जित्यो या मैले हारेँ, या तिमीले हार्यौ। यहाँ जित र हारको कुरो धेरै आउने गर्ला, तर साँच्चै के भन्दा जिन्दगीदेखि मैले नै हारेको छु। जिन्दगीमा मैले हारको महसुस धेरै गरेको छु। साँच्चै तिमीलाई सम्झेर अब म कति तडप्यो र यदि तिमीले मेरो वास्ता नै गर्दैनौ भने बस कुनै बेला हाल समाएर सकारात्मक पाठ सिकाउने अनि सही र गलत छुट्याउन एकदमै सिपालु तिमी आज मेरो साथ छोडेपछि साँच्चै सही गर्यो या गलत गर्यो त्यो त मैले अनुमान गर्न सक्दिनँ। तर तिमीले छोडेदेखि साँच्चै म एक्लो भएको छु। किन अतीतले मलाई बेला बेला सताइरहन्छ? म भुल्ने आँट गर्छु, तिमीलाई भुल्ने कोसिस गर्छु, तर कदापि सक्दिनँ। किन? खै मसँग पनि जवाब छैन। म कसरी व्यक्त गर्न सक्छु कि तिमीलाई कति सम्झन्छु भनेर? खै के कमजोरी भयो र मेरो? अनि तिमीलाई आवश्यक परेको कुरा जो मबाट पुरा हुन सकेन, मैले तिम्रो इच्छा अनुसारको काम गर्न सकेन कि? जे होस्, खुसी हुनुपर्छ जहाँ भए पनि। तिमी खुसी भयो भने म पनि खुसी हुनेछु। जिन्दगीमा तिम्रो र मेरो सम्बन्धको बारेमा थाहा पाएका जतिले सायद अहिले अचम्मै मानेका छन् होला, तर पनि ठिकै छ। तिमी जहाँ भए पनि खुसी रह। यहाँ कसैको यादमा तडपिएर बाँच्नुको कुनै अर्थ त छैन, तर पनि मन न हो। सबैको मन एउटै कहाँ हुन्छ र? तिमी आफ्नो मार्गमा हिँड, तिम्रो यात्रा सहज रहनेछ। कहिले पनि मलाई सम्झेर आँसु झर्न नपरोस् तिमीलाई, कहिले पनि मेरो याद नआओस् तिमीलाई, अनि मैले भन्दा धेरै माया गरोस् तिमीलाई उसले पनि।